एउटा म्याट जोक्स जाओस् न म्याट जोक्स गदावाला गदाको बच्चा कसरी जन्मिन्छ थाहा छ एकचोटि ड्याडले गर्छ त ल एकचोटि ड्याडले गर्छ त ल Love the chase and the hunt, and I set the pace when I'm running. I always take what I want and I always give it 100. Don't need a bank, no I'm funded. Play the game like it's... हेरेर बजाइराख्यो अब हाँसे रुबी निकाले एकछिन ए थापा फेरि बजाए ला बगाले सलाएर फेरि हेरे रुबीलाई हेरे बगाले सला यही एउटा फेरि गरौँ कोही फकाउन सिकाइदेऊ न मैले जानिन नि क्या रम्तनी हो ब्युटिफुल छौ थाहा छ मलाई म पनि कम छुइन म पनि कम छुइन म पनि कम छुइन सत्य सत्य धरोधरमा ढाटेको चाहिँ होइन ढाटेको चाहिँ होइन म ढाटेको चाहिँ होइन ब्युटिफुल छौ थाहा छ मलाई म पनि कम छुइन सत्य सत्य धरोधरमा ढाटेको चाहिँ होइन मुस्कुराउन हो मोयालो कोही फकाउन सिकाइदेऊ न लो 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 मैले जानिन नि क्या रम्तनी हो कोही फकाउन सिकाइदेऊ न लो 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 मैले जानिन नि क्या रम्तनी हो गाइस यो चाहिँ त्यही ठाउँ हो जहाँ चाहिँ हाम्रो हाई स्कुल सिरिजको लास्ट एपिसोड हामीले यहीँ सुट गरेको थियौँ अनि यो पछाडिको यो नस्पतिको रुखहरूतिर चाहिँ हाम्रो अश्विन र मालविकाको चाहिँ लभ सिक्वेन्सहरू थियो होइन अनि म र काव्या चाहिँ यताबाट आउँछौँ होइन यताबाट आउँछु अनि यो नस्पतिको रुखनेर बसेर काव्यालाई चाहिँ मैले डाइलेक्ट हान्थेँ त्यहाँ के डाइलेक्ट पो थियो बिर्सेँ ए नास्पातीलाई चाहिँ ट्याक्क काटेर होइन सिलौटोमा नुन हाल खुर्सानी हाल जिरा हाल अनि लस लस पिनेर खाऊ कस्तो मिठो हुन्छ त्यस्तो डाइलेक्ट थियो मेरो त डाइलेक्ट पनि राखिदिन्छु म सुन न अहिले रुममा गएर यसलाई काटेर नुन हाल खुर्सानी हाल जिरा हाल टिमुर हाल अनि लस लस पिनेर खाऊ कस्तो मिठो हुन्छ जस मलाई त एकदम रमाइलो लागिरहेको छ फेरि हाम्रो हाई स्कुल सिरिजको के अरे नेक्स्ट सिजन भनेर सुट गर्नु पाए कस्तो रमाइलो हुन्थ्यो होला होइन होप त्यो कुरा पनि चाँडै पुरा होस् म हाम्रो त्यो सिरिजको राइटर दाइलाई भन्छु यो ठाउँमा दाइ यहाँ गएको एकदमै त्यो दिनहरूको याद आयो फेरि हाई स्कुल रियुनियन भनेर चाहिँ बनाऊँ भन्नु पऱ्यो अझ अहिले त नस्पति फल्ने सिजन त होइन तर जस ग्रिनरी एकदम राम्रो छ एन्ड अब इन्भाइरोमेन्ट पिस जस्ट इन्जोय एकदम पुरानो मोमेन्टसँग एकदम कनेक्ट भइरहेको छु म हामीले टिकटक बनायो भने भाइरल हुन्छ म्युजिक भिडियोमा खेल्न पाइन्छ त्यस्तो हिरोइन म हिरो के बनाऊ न के दुबैलाई फाइदा छ क्या अब कुरा नगर हुनु पर्यो खान मलाई भाइरल अब तँलाई हिरो भन्न मन लाग्यो त आफै भन्न बेस्ट ब्लग 3 2 1 गो कति हाँस्न खोज्छ यो मन तर हाँस्न सकिन कति हाँस्न खोज्छ यो मन तर हाँस्न सकिन अस्ति किन मलाई हेरे मलाई हिजो काटेर खाए बातमा सकिन कहाँ रहेछ भाइ मलाई हेर भने तपाईलाई हेरिरहेछु दाइ मैले माथि हेरिरहेछ भाइ तपाईलाई हेर्ने तपाईँ निधारमा हेरिरहेछु मैले यो लाइट अलि त लगाएर उसको हात अल्किएर थियो अल्कि देखिन्छ हेलो हेलो यो चाहिँ हाम्रो सेकेन्ड डे हो सुटिङको के हो राई सेकेन्ड डे कस्तो हिलो बाटो यार त्यही त मेरो सरारा सुभाष दाइ गीत गाइरा हो प्लिज सुनाइदिनु न तपाईँको यो सुमधुर आवाज सुन्नको लागि यहाँ हाम्रो लाखौँ ओए यस्तो
यस्तो हिलो बाटो चाहिँ म जान सक्दिनँ कि Oh my god, हैन? म चाहिँ के हो यो ब्याग गेर हाने है मैले अब कता जाने हो? हामी चाहिँ अहिले कुलेखानीमा छौँ ल सुभाष दाइ तपाईँको सुमधुर स्वर सुन्नको लागि यहाँ लाखौँ दर्शकहरू आतुर छन् प्लिज गाइज हामी चाहिँ लास्ट हिलो बाटो हिँडिरहेको छौँ है ओए कसरी गएको यार तिमीहरू यार यस्तो बाटो यार यस्तो छ है बाटो चाहिँ हिलो हिलो ल अलिकति स्माइल थियो अझै अरविन्दले फेरि हात छोड्यो ए अब बगाल चलायो फेरि हेऱ्यो अरविन्दलाई बिचारी बगाइ लान्छु पियारी 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 बस तयारी 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 go लास्ट यस्तै है हेलो एभ्रिवान, अहिले चाहिँ हाम्रो सुटिङको चाहिँ डे 2 हो अनि आज चाहिँ हाम्रो लोकेसन चेन्ज भइसक्यो। हामी चाहिँ यहाँ कुलेखानीमा आएको छौँ अनि मेरो भर्खर एउटा पार्ट भयो त्यसमा चाहिँ मैले अरूलाई भर्खर कुटेर आएको हो अनि अहिले चाहिँ हाम्रो अब खाना खाने टाइम हो। वी आर भेरी 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 हङ्ग्री अनि हाम्रो बोटमा नि हल्का सुट भयो। हाम्रो बनिसकेको बर्थडेको उपलक्ष्यमा हामीलाई के अरे बोटिङ गराउनु छ भन्नुभयो। अलिक गराउनु भएन भने नि गाइज कमेन्ट गर्नु होला है। जे पनि भनिदिने मलाई अब गराउनु पर्छ है सर। ल ल ल ल ल ल ल ल ल जमिन खाना खानु के भयो भतिजले ट्याङ्क भयो भतिजले के भयो राति के भाइ छैन भतिज रिसायो क्या फका यो भाइ चाहिँ बच्यो कि के अरे हाम्रो तिमीलाई कोही के गर्न सक्दैन 12 बजे ठ्याक्क अनि खाट हल्यो अनि कसले केही गरेन त त्यसमा सर खाट त तपाईँले हल्लाउनु भएको थियो नि त सर अनि के भन्यो भने खाट हल्लाएर भूकम्प आयो भने प्राङ्क हान्न भतिज क्या सिरियस ल्यायो थ्याङ्क थियो रिसेन्टली डिलेटमा सबैबाट हेर भगवानको सब प्लान गरायो त्यस्तो साह्रो पनि हामी छैनौँ कि भतिजलाई आज रिसेन्टली यहाँमा चुमुला अरे पाउने अरे 10 रुपियाँ अरे अरे कसम ताजे अरे भाइ अरे अरे कसम ताजे अरे निस्के छैन तपाईँ आउँछ ल्याङ्ग्वेज गाइज फाइनली हाम्रो सुटिङ चाहिँ आज सेकेन्ड डे होल सुटिङ नै प्याकअप भइसकेको छ। अब हामी काठमाडौँ फर्किन्छौँ। अहिले चाहिँ हामी यो कुलेखानीको झोलुङ्गे पुलमा छौँ। यहाँनिर छ ताल ओ चाँडा आऊ न प्रभु चाँडा आऊ को दिवस हो हजुर सर यहाँ के छ यहाँ सर भन न यस सर कस्तो भयो सुटिङ सुटिङ अफ रमाइलो भयो मजा आयो यहाँ यो तालमा पौडी खेल्ने हो खेल्ने हो सर हाम्रो गाइजहरू चाहिँ त्यहाँ बसिरहेको छन् है त्यहाँ माथि हाम्रो गाइजहरू चाहिँ त्यहाँ छन् है कतिजना गइसके कतिजना छन् त्यहीँ